Please welcome Sam Rana ji. के चल्दैछ दाइ आजकल केमा व्यस्त हुनुहुन्छ आजकल तपाईँ खै के चल्ने र हावा चलिरहेको धेरै हुन्छ क्या आफू हँसाउने धेरै क्या लास्ट हँसाउने कि हँसाउनु चाहिँ होइन मैले हाँस भनेर हँसाएको हाँस्छन् त मैले के सुन लगाउन मनपर्छ श्याम दाइलाई भएदेखि त कसलाई मन लाग्दैन र कोरियन भाषा पनि सिकेको हो आनी हाँस्यो 10,000 मास्यो आनी हाँस्यो हो अनि त्यसपछि जापानिज ल्याङ्ग्वेज पनि पढेको आरिगातो गोजाइमास हाँस कि नास छोरीको रहर त पुरा भयो अब कहिले कहिले सानो श्याम पनि जन्म एउटा छोरा त चाहिन्छ भन्ने त हुन्छ होला नि त भन्छन् के रे भनेर मात्रै भएन भिडियो कल गरेर नहुन रहेछ प्यारी समझ गई श्याम सरले त गुलाबको फुलै बोकेर आउनु भएको थियो भन्ने सुनेको चर्चा केको गुलाबको ए म त अर्कै के समझ रहे हो आप समझ रहे हो लभ पर्यो भन्ने कुरा थियो नि होइन मजुजीले पनि गर्नुभएको थियो के हो आज लभ पर्यो त बेलुका आज हो पक्कै पनि लभ पर्न पर्छ बिछोड चाहिँ हुनु हुँदैन मनमुटाप चाहिँ हुनु हुँदैन लभ भनेको माया हो माया एकअर्कामा हुन पर्छ आत्मीयता हुन पर्छ माया हुन पर्छ हो कि होइन यतैतिर नजार लायो नि बोइलर भाले कहाँबाट आयो नि माटो काटी चपरी आलीमा धेरै जोडी नखोज एकाले परौला नि यही ज्यानको पालीमा हे बोइलर होइन म लोकल भाले हो तिमी जस्तै कोर्ली पोथी पाए त नछोड्ने खाले खत्म बाय बाय टाटा गुड बाय गया थाहा छ मलाई तिमीले सगा छ टन्न खाउ है मासु नि पका छ माटो काटी चपरी आलीमा धेरै जोडी नखोज एकाले परौला नि यही ज्यानको पालीमा हे मासु भनी के धाक लायौ जात्रै तिम्रो मासु हाड र छाला मात्रै हे न त ल्वात्तै पहिला जान्छेस् न त भाउजू मिलाउँछेस् न त ल्वात्तै पहिला जान्छेस् न त भाउजू मिलाउँछेस् ए बहिनी यही पारामा हिँडिस् भने कुन दिन बिलाउँछु सजाइदिन्छु सिउँदो र गला आई लभ यु आजदेखि मेरी हौनी जला अब गेटअपको कुरा गरिराख्नु भएको थियो ड्रेसअपलाई लिएर कतिको तपाईँ खर्च गर्ने व्यक्ति हो तपाईँ म बेसरी खर्च त गर्दिनँ जे छ त्यसलाई धोएर पट्याएर सिलाएर लाउँछु आजको गेटअपको लागि कति खर्च गर्नुभयो यो कतिको गेटअपमा आज सजिनु भयो 10-12 हजारको हो धेरै छैन तपाईँसँग भएको सबैभन्दा महँगो लुगा कतिसम्मको होला मेरो जुत्ता हो 16,000 को त्यहाँभन्दा छैन सबैभन्दा सस्तो लुगा कतिको लाउनु होला श्याम राणाजीले मैले 100 को 3टा मोजा लाउँछु